हेलो गाइज वेलकम टु माई न्यू ब्लग है। आज चाहिँ दाइको जन्मदिन रहेको छ है। त्यसैको अवसरमा चाहिँ टक्कै एउटा सानो केक काटौँ भनेर हामी चाहिँ अब यता रेडी गर्दैछौँ है। शीतल अब के खाने होइन त्यही बेला काटकुट खाँदै बनाउँदै यो त मिठो रहेछ यार। भाउजूले घरमै बनाएको के त्यो तेलमा हाल हात मल्ली त हात हेरेर ढक्कन होला नि घ्याचा खेलाइदिनु त किन हात पर्नु पछि तपाईँ र मेरो काम होइन सन्डे चाहिँ रामेन बोकेर आउँछौँ के अरे रामेन नै बनाउँछन् त्यहाँ? नै हाम्रो त इटालियन हो रामेन पाक जे मन लाग्छ हामी खानालाई चाहिँ जे बनाउनु पनि पायो मैले गएर भात पनि हालिदिन्छ 10 मिनटको राइस मगाएर खानुको लास्ट यहाँ घरमा त्यहाँ भात फेरि किन खानु भनेको भन्दाखेरि हामी धेरै खाइन्छ कि भात एक छाक चाहिँ भातै हुन्छ। नेपाली छ बेलुका जहिले भात। ओसेट किनेर लिएर आऊ के भाइ 3 रुपियाँ 4 रुपियाँ बोतल आइन्छ 1 लिटर सोया त यति हालेपछि होइन सोया त छ अमिल त हुन्छ हरियो खोर्सानी छ होला नि हालेपछि हरियो हाले हाले गेम पनि सुरु हुनु लाग्यो है। डीजे सिस्टम ग्यास है छैन हाम्रो इलेक्ट्रिक ओडाल्ने हल्ला त हल्ला तपाईँ हल्ला हुन्छ नि यहाँ हल्लाउन पर्फेक्ट। रहेछ है काम गरेको रहेछ है पहिला चटपटे खोलेको रहेछ होइन भरि पैसा कमाउनु न चटपटे चस्स पार्नु त भइहाल्यो भएपछि त है त्यो हो नि के चाहियो हातै मिठो खै हात चाहिँ आइदिनु तपाईँले भ्लग सलग बनाएर हाल्नुहुन्छ मैले केक त लगिसक्यो होइन। हाई 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 अब चाहिँ हामी यता केक सेक काट्छौँ है। अब एकदम चटपटे गइसक्यौँ है। यता केक म खाउनु न बरु बिजराईसँग शिला के अरे शिलाजी कस्तो उस चाहियो कि डिजाइनै लेखेर अझै सर्टवाला बनाइदिन्छु म भन्नुभएको थियो होइन दाजु नर्मल बनाइदिनु के नर्मल भन्यो के वाला सर्ट लगाइदिन्छु सर्ट केक मनी सर्ट त्यो डिजाइन गरेर सर्ट र टाई लगाइदिनु कि ए छोरा मान्छे हो त सर्ट लगाइदिन्छु म होइन के भएको भन्दाखेरि साउन्ड भयो के केटीलाई जस्तो यो फुल उट्टा गराइदिएको भन्छ लसुन पनि लसुन चाहिँ सिद्धम साइड डिस बर्थडे पहिलोपल्ट केक काट्दैछु हुन्छ सफा बर्थडे रे तल बस्ने यतापट्टिबाट होइन हामी चाहिँ उता गर्छौँ ल यताबाट अगाडि होला नि ल लाइटर चिसो पारेर फु गर्नलाई लाइटर उतै हाल्यो
ठुलो लाइटर फु पारेर अनि मार्ने सन्तोष नि यता बस्छ नि 1 वर्ष बुढो हुनुभयो होइन बुढेसकाललाई यार काट्दिने हो त मनले आँटेर के अरे चाहेको सहयोग पुरा होस् होइन आफ्नो विस माग्नु एउटा होइन आँखा बन्द गरेर पुगे नि नपुगे नि विस त माग्न पाइहाल्यो नि होइन तर अब जिन्दगी दुःख नि त रहेछ नि त होइन जिन्दगी अब कति दुःख गरेर यहाँसम्म आइयो होइन अब कहिले कमाइएला नकमाइएला भन्ने केही छैन क्या जोस् गरेर खाना चाहिँ पुगिरहेको भन्ने त्यसैमा चाहिँ खुस हुनुपर्छ होइन अब बुढो भइयो भनेर त केही भएन सबै मान्छेको जीवनमा बुढो भइन्छ भइन्छ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु डियर युजिन ह्याप्पी बर्थडे टु यु तपाईँले खुवाइदिनु ल ल उताबाट सुरु गरौँ अलिअलि त दल्दिन नि पऱ्यो बर्थडे त कसरी हुँदैन नि ल सन्तोष जानु ल तपाईँ रोक्नु अब त्यही त नि मिठो छ है घर बनाएकै हुँदो भाउजूले दामी बनाउँदो रहेछ ल हाम्रो साथीलाई 1 वर्ष पुरानो बुढो भए पनि खै म त उस्तै देख्छु कि रे सन्तोष यताबाट उमेर मात्र हो मान्छेले एज जस्तो नमन अनि मन जोस झन् अझै खतरा हुन्छ है खुलाइदिनु न खुलाइदिएपछि त डल्नुहोस् बस कति मिठो छ यार बवाल लाग्यो मलाई त अस्ति सुजितको बर्थडेमा झन् कस्तो मिठो लाग्यो के खाएन मैले काटेको टन बवाल थियो त्यो त यस्तो गरेर सुर्लुक्क होला अडिप थियो त्यो कस्टमरको थियो अरे होइन अनि सानो भयो भनेर सानो होइन सुर्लुक्क भयो यस्तो नि दिन्छ जान भनेर तपाईँको मनाइदियो अरे त अनि पुरै उत्तिकै उस हो नि त सेटल भएको नि त अझ लेखेर पुरै अनि होइन ड्याड टु बी आनन्द पिस होइन नै नै खाम एक पिस काट्नु खाम अनि दाइलाई राखिदिउँ यत्रो छ अनि कहाँ बस हाम्रो यो चाहिँ हाम्रो आर्या डिलाइट्सबाट आएको होइन स्विट्स त्यो त छ म लिएर आउँछु एकछिन नै नै ए भाडा लिएर नि त नभए भाडा छ त यसैमै खामला पखाल्दा नि भयो होइन सानो थियो के अरे हात हातमा लिग हात हातमा दामी हो ल लिग नि लिग दामी रहेछ दामी ल धन्यवाद यहीँ छ कति बेला के हुन्छ तपाईँलाई के चाहिन्छ सबै ल्याइदिन्छु मैले त्यो त सबैले चाहिन्छ है छोरा मान्छे छक्क हो र यार हो नि अनि छ त अनि किन चाहिन्न हाम्रो पनि प्रोसेस हुँदैछ कि के थाहा त्यो नेपाल जस्तो गरेको तिमीले त भर्खर पट्टाउने गर्ने मारिदिएको नि एउटा हेन्सीको फोटो हाल्दैन